भोलिदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै सान्वी इनर्जीले। ल साथीहरू, अब शेयर भर्नको लागि तम तयार भएर बस्नु होला। आफ्नो बैंक एकाउन्टमा पैसा चेक गर्नुहोस्, पैसा छैन भने जोडजाम गरेर भए पनि पैसा हाल्नुहोस्। यो एकदमै राम्रो कम्पनी रहेको छ सान्वी इनर्जी। यसको बारेमा आज हामी चर्चा गर्नेछौँ। नमस्ते, म सुनिल भट्टराई। अहिले तपाईहरु हेर्दै हुनुहुन्छ नेपाली शेयर बजार। सधैँ चाहिँ आज पनि मैले नयाँ आइपिओ को बारेमा भिडियो बनाएको छु। आशा छ तपाईहरुले यो अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। अब ढिला नगरिकन विषयवस्तुतिर लागौं। सान्वी इनर्जी लिमिटेडले भोलि जेठ 9 गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रति किता 100 रुपियाँको दरले कुल 27,90,000 किता शेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये 8,80,000 किता आयोजनामा प्रभावित स्थानीयहरूका लागि छुट्याएको थियो र 2,91,000 किता वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि छुट्याएको थियो र यो दुईटै बाँडफाँड भइसकेको छ। अब बाँकी रहेको 26,19,000 किता मध्ये 1,45,500 किता सामूहिक लगानी कोष र 58,200 किता कम्पनीका कर्मचारीहरूलाई सुरक्षित गरिनेछ र बाँकी 24,15,300 किता सर्वसाधारणका लागि खुल्ला गरिनेछ। यस कम्पनीमा लगानीकर्ताहरूले न्यूनतम 10 किता र अधिकतममा 20,000 कितासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ 13 गतेसम्म तोकिएको छ। 9 गतेदेखि खुलेको यो आइपिओ 13 गतेसम्म, यानि कि 4 दिनको यसको म्याद रहेको छ। त्यसकारणले नछुटाउनुहोस्। भोलि नै तपाईहरुले आफ्नो सिट सुरक्षित गर्नुहोला। सान्वी इनर्जीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंक लिमिटेड रहेको छ। तपाईले एसबिआई मर्चेन्ट बैंक लिमिटेडको कुनै पनि शाखाबाट यस सान्वी इनर्जी कम्पनीको आइपिओ भर्न सक्नुहुनेछ। यो त रह्यो सान्वी इनर्जीको आइपिओ को बारेमा जानकारी। यस्तै जानकारी लिन चाहनुहुन्छ भने कृपया हामीलाई सब्स्क्राइब गर्नुहोस्, बेल आइकनलाई क्लिक गर्न नभुल्नुहोला। हवस् त, आजलाई यति नै। अरु यस्तै जानकारीमूलक भिडियो लिएर आउने बाचा सहित आजलाई बिदा दिनुहोस्। हस्त, नमस्ते, जय नेपाल।